एउटा कुरा भन्नुको लागि बिहानै म आएँ है। हजुरहरूलाई चोट परोस् नपरोस् मलाई फरक पर्दैन। वास्तविकता र हकिकत कुरो कहिले पनि मान्छेले एक्सेप्ट गर्दैन। एमाले काङ्ग्रेस र माओवादीलाई किन सपोर्ट गर्छन्? गाउँको मान्छेहरू, दुर्गम क्षेत्रको मान्छेहरूले हाम्रो तपाईँहरूको गाउँघरमा के विकास भएको छ त? विकास भएको छैन नि। यातायात पुगेको छ? छैन नि। अनि विद्युत पुगेको छ? छैन नि। अनि दूरसञ्चार पुगेको छैन नि। यो कुरा किन बुझ्दैनौ तिमीहरूले? सम्पूर्ण दुर्गम क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म यही आह्वान गर्छु, परिवर्तन गर्नुहोस्। मत पनि परिवर्तन गर्नुहोस्, भोट पनि परिवर्तन गर्नुहोस्, सोच पनि परिवर्तन गर्नुहोस् र आफ्नो मात्र नहेरौँ, भावी सन्ततिहरूको लागि पनि सोचौँ। तपाईँहरूले कुरा बुझ्नु जरुरी छ। फागुन 21 गते मात्र घन्टीमा भोट लगाउनुहोस्। म सपोर्टर हो। म कुनै पनि सदस्य हुन, कुनै पनि पार्टीमा आबद्ध छुइनँ। तर तीन पार्टीलाई सपोर्ट गर्ने सम्पूर्ण साथीभाइ इष्टमित्र सम्पूर्णलाई म यही भन्छु, बाटो, विद्युत र दूरसञ्चारको हामीलाई आवश्यकता छ। त्यो पार्टीहरूले यत्रो सारा राज्य गर्दाखेरि सञ्चालन गरे, राज्य सञ्चालन गरे, तर तपाईँ हाम्रो गाउँघरमा के विकास भएको छ त? शून्य छ। त्यही भएर रासपा अथवा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपल्ट चान्स दिउँ भन्ने कुरा मेरो माग हो सम्पूर्णलाई। चाहे चित्त बुझोस् चाहे नबुझोस्, तपाईँहरूले मन, सोच र भोट पनि बदल्नुहोस् है त। यो मेरो अनुरोध सम्पूर्णमा।